बाटो यहाँबाट सुरु भयो। यहाँबाट सारा रा 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 यसरी गयो। यो हाम्रो बासगाडी, यो आगेको उँभो जाने बाटो। यहाँबाट छुट्यो यो टर्निङबाट, यो आगेको टर्निङबाट छुट्यो बाटो यता जाने, हाम्रो घर जाने। ल हेर, मलाई पनि हेर एकचोटि। ल म पनि यता देखेँ। यसरी गयो यहाँबाट। यहाँ पानी उम्रियो हाम्रो। यो बाँसको फेदमा पानी उम्रियो। तप 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 उम्रिँदैछ ती हेर। अनि बाटो गयो गयो, यो लात्र नलडाइ, ठुटेखरी लडायो यहाँको हाम्रो। गयो खोलाबाट। त्यो माथिको त्यो पोहोर काटेको भनेको उति सुत्रो र ठुलो। यहाँबाट गयो बाटो खोलै खोलो टर्निङ हानेर यसरी निस्क्यो बाटो। सारारारारारारारारा सारारारारा सेरेरेरेरेरेरेरेरे बाटो गयो सेरेरेरेरेरेरेरेरे। हाम्रो अमला देख्यो। अमलाको घरको छुरको बाँकी यति रह्यो चोक्टो। त्यहाँबाट झऱ्यो सारारारारारा गयो यसरी। बाको घर यता छ, हजुरबाको ससुराबाको यो यता भयो। तल्लोपट्टि हाम्रो कहीँ केही क्षति भएको छैन। एउटा ठाडो चुचे ढुङ्गो यो निस्केर यहाँ लडाइदिएको छ यसरी। अब फेरि म घुमेँ एकचोटि, मलाई पनि हेर, देख्यौ? ल अब बाटो अमला माथिको चुच्चे ढुङ्गो त्यही हो। बाटो यसरी गयो, अमला जिउँदैछ हाम्रो। अमला मुनिका दुईटा गरा सर्लक्कै सारारारा ढुङ्गा फुटाउँदै ठुला ढुङ्गा लडाए यसरी। ट्या आयो बाटो आयो। हाम्रा चिलाउने यहाँ छन् एउटा, दुईटा, फरिर तिनटा। यसरी आयो यहाँ। यसरी आएर यहाँबाट स्वाँप्टासँगले आयो बाटो हाम्रो खोलामा। खोला त कति गाह्रो हेर त। बाँस चाहिँ हाम्रा दुई चारवटा गए। एउटा चिलाउने यो झरो हाम्रो सानो बिरुवा कुलाको। हजुरबाकोतिर जाने बाटो हेर यस्तो छ हाम्रो। यो चिलाउने बाँच्यो बाटाको। हजुरबाकोतिर जाने बाटो त्यही हो, घर जाने बाटो बन्द त्यहाँबाट। अब यसरी यो कालो खोल्सो पनि भरियो हाम्रो, पुर्यो। अब आइयो अमलेमा पानी ल्याउने कुलो अलिअलि राखेको छ माथिल्लो चाहिँ, तल्लो चाहिँ बाँचेन। बाँस ती छन् एउटा, यताका छँदैछन्। त्यहाँ बाँसघारीमा ठुलो चिलाउनेको फेद देखियो होला, कुनामा यत्रो चिलाउने छ यो हाम्रो। यो पछि बेच्नुपर्छ। पानी यहाँ यत्रो झरो हेकुले खोलादेखि तलै खोला खनेर लगिरहेछन् माथि, उँभो लगेछन् अझ। यहाँबाट हेकुलेमा चढ्यो हाम्रोतिर बाटो। अब उँभो गयो खोलातिर, खोलै खोला। अब यता हाम्रोतिर यहाँबाट छुट्यो टर्निङ हाम्रो बाँस। यो कुमार दाजुहरूको हाम्रो यी चुवा बाँस केही भएको छैन, ती जिउँदैछ। यहाँबाट गयो यो रमेशले पानी लाँदो रहेछ नाला। हाम्रोमा झऱ्यो है बाटो यसरी। हाम्रो बाटो यसरी आयो 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 बाटो आयो।
बाटो आयो सरर बाटो आयो यहाँका बाँस यसरी झरे बाटो आयो सरर यहाँ आएर आयो हाम्रो खेतमा यसरी आयो स्यारे ऊ जाने बाटोमै राखिदिएको छ है खन्यु खाने केटाकेटी जाने बाटो ए खन्यु खाने केटो यो बाटो यसरी स्यारे आयो हाम्रो यहाँनिरको भित्तो पनि कराककुरुक पारेर टडक सरर छिर्ने गरी हाम्रो घर देखियो हाम्रो ठुटे नस्पाती असुरो धनुखे ठुटे खन्यु एलिसाले खाने माइली र एलिसा कुदेर खान्थे यसरी बाटो जारियो एउटा यहाँ चिलाउने यत्रो भइरहेछ हाम्रो हाम्रो बारी यस्तै छ बाँस काटेर अलिअलि त फ्याँकेकै छन् हेर बाटो यसरी आयो फुलको बोट त्यत्रो भएछ सरर आयो 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 हाम्रा घरमा आयो बाटो अब मलाई पनि हेर म कस्तो छु हेर हाम्रो बाटो कस्तो छ हेर सरर नस्पातीका फेदमा झारिदिए भाइहरूले ल यस्तै गरी आयो अब हाम्रो घरको घारी यस्तो छ पारा घरको स्थिति यस्तो छ अब भोलि साफसफाइ गर्ने कुरो छ अलिअलि बाउ छोरी भएर यहाँ यस्तो छ बरबिरुवा सुन्तला सुकेर तल्लो आल्चा सुकेर छ यो पनि सुन्तला सुकेछ टोयलेट यसरी बिग्रिया छ यस्तै छ हाम्रो ताला यहाँ यसरी हानेका छन् यस्तो छ यहाँ किचनको बिचको ढोकाको चाहिँ अथवै छ अर्को यहाँ बिजुलीको यस्तो छ हालत बिजुलीको मिटर यतापट्टि मालतीको ढाङ चाहिँ डरलाग्दो भइरहेछ पहिरो गएछ त्यहाँ त्यसरी आँगन यस्तै छ तुलसाको मूर्ति यस्तो भएछ यतापट्टिको कोठा यस्तो देखिन्छ माथितिर यस्तो छ चित्रा चुया मैले काटेको माथि राखेको रहेछ हो एक मुठो यतातिर यस्तै छ खरी त्यत्रो भएछ पराल राखिरहेछन् अम्बक त ठुलो भइरहेछ केराको बोट त्यति हुन् ती अरू केही छैन यहाँ घरको स्थिति यस्तै छ हेर तल घर रम्चोकी ठुलो गरौँ खोलोतिर त्यस्तै छ खन्यु छँदैछन् एउटा सुन्तलाको नाममा त्यहाँ छ यो सुन्तला पनि मरेछ फुलबारीको हाम्रो घरको स्थिति यस्तै छ माथिल्लोपट्टिको घारी सारारारा अब मलाई पनि एकचोटि हेरौँ यसरी भन्यो भिडियो ल अब हेऱ्यो हामी यहाँबाट अब लाग्यो घरतिर म भर्खरै धिकतेलबाट आएर बाटो हेर्न आएको बरन्डाको घोप्टे यस्तो पारेर फुटाएर माथि चढेछन् यसलाई भोलि बनाउनु छ मैले टालटुल गरेर हाम्रो यस्तै छ हाल बाटो घरमा आयो सेटसँगले गाडी यहाँ पार्किङ गर्न सकिन्छ चढकै आउँछ र हाम्रो बिगार केही भएको छैन हेर घर पनि ठुलो भइरहेछ पानी पनि बाटैबाट ल्याउन सकिन्छ सरर मोटर सरर खन्युको फेदमा त्यस्तो छ अलिअलि सानो सानो दाना पनि रहेछन् खन्युका ठुली र माइली कुदेर बटुकामा टिपेर खान्थे यस्ता रहेछन् हेर ल बाटो हाम्रो यसरी आयो यस्तो उगारो भएको छ
हाम्रा है। यहाँ बिरुवा यत्तिका उम्रिरहेछन् है। अब यो मनत्र उम्रिन्छन् यो माटामा। यो यी ठुट्टाहरू कराएको रुखी हिँडे ठुट्टा हिँडे सबै यहाँका कराएको रुख जरबुट्टा अनि बाटो फर्याकिलो भएर रन्काएर आइरहेछ है। पारिपट्टि हाम्रो पलमचोके के अरे अमले त कति नजिकै पो भयो यहाँबाट यो बाटो खनेपछि त फुत्त पो भयो है। हेर त त्यो अमलेको त्यो माथिल्लो कुलानेरीको बाँस यस्तो फुत्त नजिकै जोडियो अमले घरबारीमा। अब त्यसरी खिच्यो। हाम्रो पानी खाने मुहान देखाउँछ है। अब हाम्रो नाला ल्याउने पानी खाने ठाउँतिर माथि ह्याकुले सिरनतिर लगे बाटो काठ तान्नलाई। कल्चुडो कुद्दैछ उहाँ। यसरी मुढा तान्नलाई लगे है। अब यस्तै हो। सरर खोलो माथिसम्म गयो। हाम्रो पानी यतापट्टि छ यी कुनामा। कुलो बिग्रेको छैन अलिकति त्यहाँ खोजिदिँदा गइहाल्छ। ल पानी त यहाँ हेर्कोलेमा यत्रो आइरहेछ है। रमेशले यतापट्टि लैछ हाम्रो पानी उतापट्टि झरिन्छ। त्यहाँ चिलाउने हाम्रो यत्रो छ है। बाबुले बेची गरेर त्यो मुलात्र हेर ठुटो। ल हेर है केटाकेटी है। यो चिलाउने छ बाटामाथि। बाटा मुनि त्यो फडेर त्यो हजुरबाको घर त्यो देखियो। यसरी बाटो पुरा यो ह्याकुलेतिर चाहिँ यसरी गयो। यहाँबाट स्वाट सरर गएर सीताहरूका त्यो पर ढुङ्ग्रे बाँसका फेदमा यसरी पुर्याएछन्। त्यो खन्युदेखि माथिबाट हेर ल खन्यु त्यो हो। खन्युदेखि माथितिरबाट डाँडो यसरी अरू काटेर पुरै सखाप छन् सीताहरूकै। हाम्रो घरमा थियो। हाम्रो घर देखियो खन्यु देखियो। ल हेर यसरी बाटो पुगे हेर। ह्याकुलेका रुखहरू त सबै काटेछन्। अब यो भोलि पर्सि यो ठुटो पनि झर्छ यो डिसको खोलामा मर्दाईको यो डिसको बङलङै झर्छ यहाँ। अनि खोलो फेरि पुरिन्छ फेरि खान्छन् फेरि बढ्छ बाटो। हाम्रो अमलले लाने कुलो हेर है। त्यो मुहान भइगयो त्यहाँबाट सिधा त्यो बाँस राखेको कुलो 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 तल्लो कुलो चाहिँ मास्यो। माथिल्लो बाँसको कुलो चाहिँ छ। ल ल यसरी गयो। अमला छ यसरी तल्लोबाट पनि कुलो अमलाको फेदमा जान्छ। मजाले जान्छ। हजुरबाबुको लिची 2 बारी फलेको थियो अरे। कत्रो बोट भएछ। हाम्रो मासला गराएको अमलाको फेदमा आइपुगिरहेछ। हेर है त म देखाउँछु। 2 बारी फलो भन्थ्यो रमेशले। हाम्रो फडेर त्यत्रा भइछन् अब यहाँ हेर है। फडेर यो फडेर मुनिको हाम्रो पारिपट्टिको बाटो यस्तो भइरहेछ अहिले। तिमीहरू आउँदा चिन्दैनौ घर। बाघको ट्याङ्की तल्ला गरामा 2-4वटा ढुङ्गा झरेछन् हाम्रा है। यहाँ हजुरबाको यहीँबाट झर्ने ठाउँ त्यहाँ ढुङ्गोबाट खुद्रुको झर्छन्। उताको बाटो छँदैछ यताको माथितिरबाट हाम्रो 2 गरा चुवाट्ट छन्। यही ढुङ्गेश्वरको मास्यो। एउटा ढुङ्गेश्वरको त फोक्टो यहाँ एउटा थियो। यो तल्लो गरो हो यसरी गयो। अमला यत्रो भएछ। हजुरबाको लिची हेर त यहाँ कत्रो छ। हाम्रो माथला गरामा आइरहेछ सबै। हाम्रामा फल्छन् माथला 2 गरा माथि आइरहेछ। कत्रो घरभन्दा अग्लो भएछ। डुप्पिएर त्यत्रो भएछ। काम अस्ताउन लागिरहेछन्। मलाई थुम्कीमा डाँडामा छन्।
म भिडियो बनाउँदैछु सबैतिर हेर्नु। बुवाको घर यस्तो छ। रमेशले जतनसँगै राखिदिरहेछ। त्यो स्कुलमा जाने ट्याङ्की हो। अब बरबिरुवा त त्यस्तै हो। लिची चाहिँ ठुलै भएछ बुवाको। ठुलो छ। 3 भारी फल्यो अरे। 2 भारी चाहिँ खायौँ। 1 भारी चाहिँ बाँदरले खायो होला अङ्कल भन्थ्यो रमेशले। अम्बक छन् त्यहाँ बुवाले रोपेका हो। यसरी यस्तै छ। अमलेको पटमिरो पनि छ एउटा। अर्को ठुटे पटमिरो छ। यो ढुङ्गै अब बाटोमाथि परो। चुची ढुङ्गो। ल यसरी बाटो घरमा पुर्याइयो। केटाकेटी हो राम्रोसँग। अब हाम्रो घर आउनलाई अटो सटो एम्बुलेन्स घरैमा आउँछ। ट्याक्क आउँछ। आगेको स्थिति है। आगे खोलाको अमलेदेखि पतिर खोल्छको स्थिति हो। हेर यसरी यहाँ चाहिँ अलिअलि उकालो उकालो भइरहेछ। पछि पारिपट्टिको पहिरो लड्छ पुरिँदै जान्छ। भरिन्छ खोलो अनि हुन्छ। यस्तो गहिरो गहिरो छ। हाम्रो यो चिलाउने यो छेउको पिपिरिका फेदको चिलाउने यत्रो छ है। यो यतापट्टि अब मलत्रा उम्रिन्छन् सबै हाम्रा। यताका सबै केही बिरुवा भएकै भएको छैन। बाँस गयो यहाँ एउटा। अरू केही गएनन् यहाँका। त्यो बानलाइको 2टा छन्। बेच्छन् अब। यसले पनि भाउ पायो भन्दै थिएँ बानलाई। हाम्रो यहाँ एउटा उम्रिरहेछ पारि आगेपट्टि। खरी त्यसरी सुताइयो भुइँमा। ठुटे खरी। मैले टुप्पो काटेको खरी। यस्तो छ। यो खोलो अँध्यारो खोलो यस्तो शीतल भएर आयो। यहाँ शीतल भएर आयो। पारिपट्टि हाम्रो टर्निङमा आइपुग्न लाग्यौँ। आगेको पानी उम्रिने ठाउँमा आगेको टर्निङ। आगेको टर्निङको छेउको पनि चिलाउने हाम्रो त्यत्रो छ ठुलो। आलमुनिको हेर। आलमुनिको चिलाउने पनि त्यत्रो छ। ओह त्यत्रो छ। ल ल यस्तै हो। यहाँ पानी हाम्रो बिउ राख्दाखेरि पानी जमाउने ठाउँ यहाँ छ। आल यत्रो छ हाम्रो यहाँ। पानी जमाउने आल हेर भरिएकै छैन। भरिँदाखेरि 3 गरा भिज्छ। यता पनि बाटो सफा छ। यता पनि स्कुल जाने बाटो यो हाम्रो घर जाने बाटो बाघर। ल राम्रोसँग हेर।